आज चाहिँ म हाम्रो होटल नजिकैको एउटा सल्लाहरीमा आएको छु। हेर्नुहोस्, यहाँ चाहिँ पुरानो बस्ती थियो अरे है। यहाँ चाहिँ पुरानो बस्ती थियो अरे। अहिले चाहिँ हाम्रो बाजे पूर्वबाजे है के भन्ने अरू उहाँहरू बस्नुहुन्थ्यो अरे है। यहाँ चाहिँ यस्तो छ, पुरा गडहरू लाग्थ्यो थियो। यहाँदेखि पक्का उता चाहिँ एउटाको, यता चाहिँ एउटाको हुनुपर्छ। यो साँधी हुनुपर्छ, सायद यो कि हिँड्ने डोरेटो हुनुपर्छ वा साँधी हुनुपर्छ। बिच गडा छन् पुरा आउँदै। हो परैसम्म यस्तै छ, त्यहाँ भत्किएका घरहरू छन् माथि र। यस्तो थियो पहिला। अहिले त सल्लाह रोपेर अनि त्यसपछि यो वनले नै पहिला उठाएको अरे है। यहाँ उठाएर यहाँको मान्छेलाई फेरि कता अन्त सिफ्ट हानेको अरे यहाँबाट। अनि यो सबै यहाँको हुन्छ नि, यहाँको मान्छे के भन्ने मान्छे यहाँ गाउँलेले अनि उसको उमा सल्लाह चाहिँ रोपे अरे। सल्लाह रोपेर पहिला त अब सानो थियो, सारा सल्लाहहरू मात्र यस्तो तलसम्म पारिने यस्तो सल्लाह छ होइन। तर यहाँ पनि यस्तो सल्लाहहरू छ हेर्ने। यो काफलको बुटुस, दिस इज अ काफल। पुरा हेर्नु सल्लाहघारी मात्र छ। बिस्तारै तपाईँहरूलाई सल्लाहहरू पुरा घुमाउँछु म। हेर्नुहोस्, यहाँ चाहिँ बजारबाट पिकनिक खाने चाहिँ आउने गर्दैन। यहाँ चाहिँ कोहीको घर थियो पक्का, यहाँ चाहिँ कोहीको घर थियो। हेर्नुहोस् यो ठाउँ, हेर्नुहोस् यो घर थियो। यहाँ भत्किएको ढुङ्गाहरू छ, यहाँ चाहिँ घर थियो। यहाँ गडा होला नि सायद, पुरानो घर थियो यहाँ। ढुङ्गा गड छ, यस्ता गड छन् पुरा यहाँ त। यस्तो देखेर पनि अनुमान गर्न सकिन्छ यहाँ पहिला चाहिँ उठाएको है, वनले उठाएको। सरकार अब पहिला अब सरकार भन्ने हुन्थ्यो, के भन्छन् के हुन्थ्यो अरे बाबु पहिला त्यो पञ्चायत होइन, पञ्चायत के भन्ने हुन्थ्यो, प्रधान भन्ने हुन्थ्यो। प्रधानले चाहिँ उठा हुनुपर्छ है। सबैभन्दा सानो सरकार अहिले वडा भने जस्तो प्रधान हुन्थ्यो होला है सायद, मलाई पनि त्यति थाहा भएन। अलिअलि मैले थाहा पाएँ अनुसार उयो हुन्थ्यो होला। उसैले उठा हुनुपर्छ उसलाई। अब सबैले सल्लाह लगाएपछि यस्तो बनाएको छ अहिले चाहिँ यो वन होइन। अनि सर आज म फेरि नजिकैको वनमा यसो मोड फ्रेस गर्न आइरहेको छु। त्यतिकैमा तपाईँहरूलाई नि यसो भिजिट गराइदिउँ भनेर हो होइन। यस्तो छ यहाँनिर पुरा जङ्गल, पुरा गडै गर्छ कि सायद यो बाटो पनि हुनुपर्छ। बाटोको छेउमा गड जस्तो हुनुपर्छ। पुरा यहाँनिर पुरा गडा छन् कि पुरा। अझै बिच पुरा रुख रोपे जस्तो छ। जाऊँ न अब माथिबाट जाउँ। यस्तो छ हेर्नुहोस्, हामी चाहिँ यसरी हिँडेर आयौँ। म चाहिँ यस्तो अवस्थामा छु होइन। तपाईँहरूलाई यसो आफू पनि भिजिट हान्ने, तपाईँहरूलाई नि जहाँ हुनुहुन्छ जस्तो अवस्था हुनुहुन्छ तपाईँहरूलाई नि देखाउने प्रयासमा छु। हेर्नुहोस्, तपाईँहरू पनि हेर्दै राख्नुहोस्, म देखाउँदै जान्छु। पुरै गड छ क्या आउँदै। तर तल चाहिँ बस्ती छ। अब यहाँ त यस्तो अवस्था छ। हेर पुरै गड ढुङ्गा मात्रै लगाएको छ। कता च्यानगारी पनि छ भन्ने सुन्थेँ, माथि कता हो त्यहाँ चाहिँ जान्न म डर लाग्छ। नजिक यसो भिजिट गराउँछु तपाईँहरूलाई नि होइन। कहाँ बाटो थियो त उता जाने, कहाँ हो उँधो जाने, अलि माथिसम्म आउन। हेर्नुहोस् यहाँबाट सुर्खेत भ्याली पनि राम्रो देखिन्छ सुर्खेतको है। अहिले चाहिँ अवस्था त्यस्तो छ, सुर्खेत भ्यालीको अवस्था चाहिँ त्यस्तो छ। अहिले चाहिँ देखिएको छैन होइन। न त चाहिँ देखिन्थ्यो, गोवालाई देखिन्थ्यो, यहाँबाट चाहिँ देखिन्थ्यो होला सायद। यस्तो छ अवस्था। ह्याउँदी पनि पुरा कसो घरै थियो कि च्यानो यो ओए
च्यानो कसको घर हो हेर त होइन कसको घर होइन च्यान गाडी पनि हुनसक्छ यो घर गाडी पनि हुनसक्छ जे पनि हुनसक्छ यो हेर्नुहोस् यस्तो छ अवस्था देख्नुभयो होइन सल्लाहकारी टक्क घुम्नुभयो तपाईँहरू पनि म पनि घुमेँ आनन्द लिनुभयो तपाईँहरूले मैले पनि बेसरी आनन्द लिएँ आउनुहोस् यति घुम्न चाहनुहुन्छ भने बजारबाट पिकनिक खान चाहिँ आउँछन् है मान्छे यहाँ चाहिँ आउने गर्छन् हाम्रो सुर्खेत भ्यालीदेखि पिकनिक खान चाहिँ आउने गर्छन् अब नेपालतिर पनि आउने गर्छन् कहिलेकाहीँ चाहिँ अब यहीँ पिकनिक छ पानीको चाहिँ अलिक सङ्कट छ होइन पानी आउँदै हुनुहुन्छ भने पानी चाहिँ बोकेरै आउनु होला यहाँ पानी चाहिँ सङ्कट छ अब खाने पिउने अब हात साथ धुने केही पनि पानी छैन यहाँ त्यो डाँडामा चाहिँ पानी आउँदैन यहाँको मान्छे पनि बोकेर यो पानी खाने हो तल आधी घन्टा त्यतिर आधी घन्टा झन्डै जाँदा आउँदा 1 घन्टा 1.5 घन्टा लागिजान्छ पानी लिनु आउँदा नि तर अहिले चाहिँ अब पारीबाट टाढाबाट 2-3 घन्टा लाग्छ जान त्यहीबाट चाहिँ पाइपको माध्यमबाट आइरहेछ तपाईँहरू पिकनिक खान आएपछि अब घरमा आउने हो टाइममा आउने तपाईँहरू भर्न भ्याउनुहुन्न त्यसकारण तपाईँहरू आफै ल्याउनु होला पानी बोकेरै आउनु होला त दुःख हुनसक्छ गाह्रो हुनसक्छ हजुरलाई म चाहिँ अब फर्किँदै होइन यस्तो भयो आज चाहिँ होइन घुम्यो फोटोसोटो खिच्यो रमाइलो छ सल्लाहरी हेर्नुहोस् गडा छ क्या पुरै यो गडा हेर न पुरै यो गडा हो नि हेर न पुरा हेर नक्सा यो सब खेतहरू क्यामेराले चाहिँ त्यति भेट्दैन होइन क्यामेराले चाहिँ त्यति भेट्दैन तपाईँहरू आएर यसो हेर्नुभयो भने ओहो यहाँ चाहिँ पुरानो बस्ती हो ठुलै बस्ती रहेछ भन्ने लाग्छ कि मलाई पनि त्यस्तै लागेको थियो म चाहिँ यो चाहिँ सेकेन्ड टाइम यही नजिकै छु तर म सेकेन्ड टाइम फर्स्ट सेकेन्ड थर्ड ठुलै खतरा बस्ती थियो हुन त पहिला मान्छे नि कम थियो होला तर कम पनि हुनसक्थ्यो एउटाको धेरै हुँदो नि त दुईवटा एउटा घर त्यहाँ भत्किया जस्तो छ एउटा अलि पलतिर भत्किया जस्तो छ पहिला चाहिँ आर्मी पनि बसिया अरे यहाँ सङ्कटकालको बेला आर्मी पनि बसिया अरे यहाँ त्यही भएर नि यसो घरसर भत्किया जस्तो छ अब चाहिँ म फाइनल्ली चाहिँ झरिसकेको छु तलै आइसकेको छु होटल नजिकै आएको छु अब होटलमा जानु पर्यो टक्क पारेर घुम्यो आयो फोटो खिच्यो भिडियो बनाइयो हैन पिकनिक खान आउनुहोस् खानुहोस् तर यहाँ जङ्गलमा फोहोर नगर्नुहोस् है सफा राख्नुहोस् यो जङ्गल फोहोर नगर्नु होला मेरो तपाईँहरूमा एकदम अनुरोध छ यहाँ धेरै मान्छे आउने अनि पिकनिक खाने अनि फोहोर गरेर जाने छ यो चाहिँ भिजिटिङ एरिया भएको हुनाले चाहिँ यहाँ चाहिँ धेरै मान्छे आउने गर्नुहुन्छ तर खाने त्यस्तो नजलाउने अब बोतलहरू जताभावी फाल्दैन त्यही गरेर छोड्नुहुन्छ हेर्नुहोस् त्यो चाहिँ गुराँसे हो टक्क पारेर हेर्दै जाँदा ट्याक्क पारेर यो चाहिँ हाम्रो होटल हो हेर्नुहोस् यो चाहिँ हाम्रो होटल हो आउनु होला तपाईँहरूलाई स्वागत छ होइन आउनु होला हाम्रो होटलमा नम्बर म चाहिँ यसो उमा लेखेर राखिदिन्छु टेक्स्टमा यसो कन्ट्याक्ट गर्नु होला आउन सक्नुहुन्छ विराटनगरदेखि जम्मा 14 किलोमिटर धेरै माथि पनि होइन 14 किलोमिटर छ आउनु होला घुम्न चाहनुहुन्छ भने आउनुहोस् एकचोटि घुम्नुहोस् सर र आनन्द लिनुहोस् तपाईहरुलाई चाहिँ आज भिडियो कस्तो लाग्यो यसो हेर्नु होला सब्स्क्राइब गर्नु होला लाइक गर्नु होला कमेन्ट गर्नु होला कहाँबाट हुनुहुन्छ कुन ठाउँबाट हुनुहुन्छ कमेन्टमा लेख्नु होला हैन तपाईहरुलाई अब यस्तै भिडियो देखाउने कोसिस गर्नेछु कस्तो भयो यसो कमेन्ट मार्फत भनिदिनु होला हस् धन्यवाद।